धूप हो धूप तो खोइ धुप्रा चाहिँ बाल्नु यो शिलान्यास शिलान्यास भइसकेको ओली बन्धुको मन्दिरमा शिलान्यास हुँदैछ। आज मिति 2082 मङ्सिर महिना 11 गते बिहिबार ओली वंश समन्वय समिति र सम्पूर्ण ओलीहरूको आस्थाको केन्द्रको मन्दिर शिलान्यास हुँदैछ। त्यहाँ आउँदैछु। केही भन्नु छ यो मन्दिरको शिलान्यासमा? अहिले भन्दा राम्रो दाजु भनिदिनु त। यो धरोहर हो लक्ष्मी प्रसादको सन्तानले जुन आज गरेको छ नि। हजुर यो धरोहर हामीहरू नाति पनातिले सम्झौँ लक्ष्मी प्रसादको सम्झना भए। हुन्छ दाजु। आउँदैछु। पानी पानी पनि हाल्यो नि ल यता 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 यताबाट सजिलो हुन्छ यो छोरीलाई ल छिटोभन्दा छिटो मन्दिर बनाएन भने चाहिँ मलाई हेर न अँध्यारो आउँदैछ। अँध्यारो आउँदैछ। यता अलिकति कस्तो चिनेका ल नमस्ते नमस्ते सबैलाई। मिठाई 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 पनि दिउँ केटाकेटीलाई। मिठाई पनि ल्याएको छ अरे। मिठाईहरू खोइ ल्याएको है? ल्याएको छ अरे उहाँ उता पछाडि पछाडि यी नानीहरूलाई चाहिँ मिठाई देऊ न। उहाँ ल्याएको छ अरे त। दाजु देऊ देऊ देऊ। केही भनिदिनु यो शिलान्यासको बारेमा। हजुर शिलान्यासको बारेमा केही भनिदिनु। अब यो एउटा आज हामी अत्यन्त महत्त्वपूर्ण र पुण्य कार्यमा उपस्थित भएका छौँ। डिठा लक्ष्मी प्रसादका नाति र पनातिहरूले ओली वंश जिल्ला समन्वय समिति झापालाई वंश उत्थान र उन्नयनको लागि 5 कटा जमिन प्रदान गर्नुभएको छ। उक्त जग्गामा विभिन्न संरचनाहरू निर्माण गरिने कार्यहरू अब सुरु भइरहेका छन् र सोही क्रममा आज हामी पहिलोपटक 82/8/11 गतेका दिन ओली वंशको मन्दिर शिलान्यास कार्यक्रम गर्न गइरहेका छौँ र यो कुल मन्दिरको निर्माण शिव शताक्षी वार्ड नम्बर 7 निवासी प्रसाद देवी ओलीले गर्न लागिरहनु भएको छ र त्यसरी नै यहाँ निर्माण गरिने संरचना अन्तर्गत अतिथि गृह, स्टोर रुम, किचन रुम, सभाकक्ष, टोयलेट, बाथरुमहरू समग्र नेपालभरिका ओली बन्धुहरूको सहभागितामा तोकिएको समयमा सम्पन्न हुनेछ भन्ने कुरामा हामी विश्वास
हामीले विश्वास लिएका छौँ र यो भनेको सामूहिक सहभागितामा निर्माण गरिने र सबैको यसमा अपनत्व रहने सोचका साथ हामीहरू अगाडि बढिरहेका छौँ र त्यसको नेतृत्व अहिले जिल्ला कार्य समिति झापाले गरिरहेको छ। आशा छ सबै बन्धुहरूले आफ्नो तन मन वचन र धनले सक्रिय सहभागिता जनाउनुहुनेछ र तोकिएको समयमा यो निर्माण कार्य सम्पन्न हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ र यो नै हाम्रो एकताको प्रतीक पनि हो। बन्धुत्व सबैभन्दा ठुलो कुरा हो र सङ्घ संस्था निर्माण गर्ने कुरा क्रममा सबैभन्दा पहिला 2047 सालमा हामी ओली बन्धुहरूले एउटा जिल्ला कार्य समिति गठन गरेका थियौँ र हाम्रो सञ्जालहरू चाहिँ पश्चिमलाई छोडेर नारायणी पूर्व धेरै ठाउँहरूमा हाम्रो सञ्जालहरू निर्माण भइसकेका छन् र ती सञ्जाल अन्तर्गत ओली बन्धुहरूलाई एकतामा बाँध्ने र बलियो बनाउने र ओलीहरूको उत्थान र उन्नयनमा लाग्ने हाम्रा पूर्वज सपनालाई साकार पार्ने कार्य अन्तर्गत आज हामीहरू यहाँ भेला भएका छौँ। मलाई लाग्छ यो नै हाम्रो लागि एउटा महत्त्वपूर्ण उपलब्धि हो र यसरी नै अन्य संरचनाहरू निर्माण गर्ने क्रममा पनि हामी सबै ओलीहरूको चाहिँ सहभागिता रहनेछ, सहयोग रहनेछ र तोकिएको समयमा भरसक हामी एक हुन सक्यौँ भने यही वर्ष हाम्रा सम्पूर्ण संरचनाहरू निर्माण तयारी हुनेछन् भन्दै म अहिले आफ्नो भनाइ यही अन्त्य गर्छु। धन्यवाद। धन्यवाद दाजु। काका काकीलाई राखेर यो उहाँहरू बाँच्नु हाम्रो आफ्नो पालो अर्को पनि खुसी जाने एउटा बुबा कस्तो लाग्दैछ आज? सबै काका काकी